नमस्ते सम्पूर्णमा म चाहिँ म्याग्दी जिल्लाको घरामदी गाउँको एरियामा पर्ने यो पेरी भारा लिएर आइपुगेको छु। दर्शकबिन देख्नुहुन्छ यहाँ चाहिँ दह मन्दिर। यो जनैपूर्णी मेलामा एकदमै ठुलो पूजा हुने गर्छ। यहाँ हामी जनसमुदायले एकदमै आस्था राख्छौँ, विश्वास गर्छौँ, भाकल गर्छौँ। यहाँ विद्याको, धनको, जीवधनको भनेपछि सबै पर्छ। मनोइच्छाको, सबै छोराछोरीको, जनधनको पनि एकदमै सबैको भाकल गरेपछि पुरा हुन्छ। पुरा भएपछि पूजा गर्न आउने चलन छ देश विदेशबाट। त्यो जनसमुदायमा यो भएको कुराहरू धेरै कुरा पाइन्छ। त्यसैले अरूभन्दा पनि फेरि हामी चाहिँ सिखबाट आउँदाखेरि दाउरा गर्न आउने, घाँस जङ्गल गर्न आउने, अनि यो दहबाट पानी खाने, तिर्खा मेटाउने एकदमै याद आयो। म 25-30 वर्षपछि आएको होला यो ठाउँमा। म सानो टिनेज उमेर हुँदाखेरि आइन्थेँ हामी प्रायः जस्तो। त्यही भएर मलाई चाहिँ थोरै भिडियोमा कैद गर्न मन लाग्यो। अनि एउटा छसक्कै एउटा याद पनि आयो मलाई चाहिँ, एउटा हामी गाउँघरमा गुन्जाइराख्ने एउटा गीतको, सालैजो गीत, दरदी दसौँला गीतहरू, झ्याउरे गीतहरू गाइने मध्ये एउटा हाम्रो नागाजी कान्छी भारा अनि प्यारी भारालाई सम्झेर गाइन्छ। त्यो गीत म गुनगुनाउन गएँ। प्रोफेसनल कलाकार होइन, तर पनि मलाई गुनगुनाउन मन लागेको कारण गुनगुनाएँ। सम्झनाको लागि हजुरहरूलाई जे जस्तो लाग्छ कमेन्ट गर्नुहोला, सुझाव दिनुहोला, सधैँ माया गर्नुहोला, आशीर्वाद दिनुहोला भन्न चाहे है त। प्यारी भारा सुनैको धारा, कान्छी भारा चाँदीको पँधेरा। हे प्यारी भारा सुनैको धारा, कान्छी भारा चाँदीको पँधेरा। प्यारी भारा सुनैको धारा, कान्छी भारा चाँदीको पँधेरा। कान्छी भारा चाँदीको पँधेरा। फेरि पनि हजुरहरू सम्पूर्णमा हाम्रो खैर भारा, शिखर नागाजी कान्छी भारा, प्यारी भारा, जुन जति गाउँहरूमा रहेको हाम्रो 9 बहिनी भाराहरू हुनुहुन्छ, सबै भाराहरूले सबैको मनोकांक्षा पुरा गरिदिउन्, इच्छा पुरा गरिदिउन् भन्न चाहे। थ्याङ्क यू। मैले पुकार गर्न पनि चाहे। धन्यवाद।